हाई सन्चै हुनुहुन्छ? हेलो गाइज, धेरै पछि फेरि म आइसकेको छु। अब एक्स्ट्रा न्यू ब्लग लिएर, किनभने मैले त सर्ट मात्रै हालेर छु नि त। लङ हाल्नु पऱ्यो भनेर मैले बनाउँदैछु। अनि यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ हाम्रो घर। अनि म चाहिँ अहिले तल जाँदैछु। अब कन्टेन्ट नभएपछि अब यस्तै बनाउनु पऱ्यो होइन, बनाउनु त पऱ्यो। अनि हाम्रो गाउँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ गाइज तर बयर फलेको है। यो बोट पहिला अस्ति भर्खर मात्रै चलेको। यो बोट पहिलादेखि चलेको। तल जाँदैछु। अब के गर्नु, कहीँ जानु पाइँदैन। अब यस्तैतिर हिँड्यो बनायो, देख्न सक्नुहुन्छ। अनि यो चाहिँ गाइज हाम्रो गाउँको मिल है। यो हाम्रो गाउँमा यो पहिलादेखि चलेको मिल हो क्या। यो चाहिँ उत्तमेहरूको मिल हो। पहिला माथि थियो, अहिले यहाँ छ। अनि यहाँ चाहिँ हाम्रो कुकुरको घर हो, जहाँ अहिले कोही पनि बस्नु हुँदैन। मेरो चाहिँ गाइस एक्जाम चलिरहेछ क्या, त्यही भएर यहाँ अलिक त पनि अब एसीको एक्जाम चल्नु आँटेको नि त, त्यही भएर अलिक टाइट छ, टाइट। यस्तो दामी चलिरहेछ हावा सरर। आज चाहिँ एक्लै छु है गाइस, एक्लै हावा अब बनाइदिएको क्या। यसो मम्मी खेतमा जानुभएको छ नि त। आमा म गाई हेर्नु कति साह्रो कि आता। हाम्रो गाउँमा यस्तो नराम्रो चिजहरू पनि हुन्छ। अन्त अब यो बाटो जाउँ कि यो बाटो जाउँ भयो क्या। आज यो जङ्गल बाटो गइदिनुहोस् ल गाइस। म चाहिँ एकदम यो बाटो चाहिँ अलिक के भन्छ, त्यो बाटो अलिक घाम हुँदै जानु पर्थ्यो, किनभने त्यहाँ अलिक खुल्ला हो नि त। यहाँ अलिक यस्तो जङ्गल जस्तो भएर एकदम शीतल हुन्छ। अनि भोलि चाहिँ अप्सनल म्याथ छ, तर मैले अहिले अलिकति प्र्याक्टिस गरेर आएको। तर गाइस के हो, दिमागमा घुस्दैन क्या यो म्याथको त। जति पढ्दा पनि त्यस्तै हो गाइज। एउटा फुच्चेले बनाएको जस्तो गाइज। म चाहिँ हिँडै छु। अनि यहाँ खेतहरू आएको छ। सरासर भ्लग बनाइरहेको छु। हाम्रोतिर चाहिँ यो मकै यस्तो भइसकेको छ, तर यो हाम्रो होइन। खोइ कुन चाहिँ मान्छेहरूको। हाम्रो त तल छ। हाम्रो गाउँको सबभन्दा ठुलो घरै गाई छ। अनि अब यो घाममा काली देखिँदैछु होला कि डु नट टेन्सन गाइज, किनभने म मान्छे नै काली छु। अनि अब तर काली भए पनि मन एकदम सफा छ। त्यही हो गाइज। अहिले अब अन्ली 2-3 महिना रुक्नु होला, त्यहाँदेखि देख्न सक्नुहुन्छ। म यस्तो काम गर्छु नि तपाईँहरू। म चाहिँ पुग्नु आँटेँ गाइज यहाँ खेत। अनि तपाईँलाई म यहाँ मेरो हातमा क्या गाइज, यहाँ ढोक्रे निस्केको थियो। अब कतिलाई थाहा छैन होला। अनि यहाँ पहिला यहाँ निस्केको थियो क्या गाइज, यहाँनिर। अनि यो चिरेर निकालेको। अनि त्यहाँदेखि अहिले फेरि यहाँ निक्लेको छ। यो औँलामा निक्लेको थियो। अनि त्यहाँदेखि अब यो औँलामा निक्लेको चाहिँ मैले चाहिँ के भन्छ, उयो मान्छेहरूले फुक्दाखेरि निको हुन्छ नि त। अनि मैले फुक्नु लगाएको। अनि अहिले मात्र नर्मल हात भएको छ। न त यो हात कत्रो सुनेको थियो गाइज। झन् यो हात त आमामा यस्तो नै भएको थियो मेरो यो दुईवटा हात त। यहीँ भएको थियो कि। अनि मेरो यो दुईवटा हात त यसरी छुटेको थियो क्या, यसरी। अनि म स्कुलै गइनँ। अब योदेखि पल्लोपट्टि चाहिँ हाम्रो खेत छ। म पुग्नु आँटेँ। धेरै भयो क्या भ्लग नहालेको। अनि यसो कस्तो बनाउनु मन लाग्यो क्या। अन्त तर गाइज मैले युट्युबको सर्टमा हेर्दाखेरि पनि मान्छेहरूले कसरी बनाउँछ थाहा छ सर्ट। यो जस्तै माइक यो माइक भयो होइन, कस्तो गर्छ थाहा छ। यो अलिक ल यत्रो माइक
हिंदी मान्छेहरूले तर गाइस धोती मान्छेहरूले बनाउँछ यसरी। तो गाइस मैं आ चुका हूँ यहाँ पर। यहाँ देख सकते हैं ये इधर ये खेत बाड़ी पर। और फिर यहाँ माइक मेरा 25 करोड़ का माइक देख सकते हैं। देख सकते हैं। और फिर क्या बोलूँ अन्तदेखि तर यो चाहिँ मैले त्यतिको भने है शॉर्ट्समा चाहिँ यसरी भन्छ गाइस आपका वीडियो वायरल नहीं हो रहा है तो मेरा वीडियो देखकर लाइक कमेंट सब्सक्राइब कर दीजिए और फिर देखिए आपका कैसा इतनी जल्दी व्यूज ऐसा होकर ऐसा जाएगा। अब तर गाइस अब म पनि अब गोप्रो किन्ने हैन अलिक पछि। अनि त्यहाँदेखि बाइक नत्र स्कुटीमा आउँछ भ्लग चाहिँ आउँछ गाइस। यही आइडीमा आउँछ किनभने यो आइडी मैले चलाएको धेरै भइसक्यो नि त गाइस। खोलेकै धेरै भयो तर धेरै हाल्दिनँ थिएँ क्या म। अनि जोतिसकेको छ यहाँ चाहिँ हाम्रो यो चाहिँ हाम्रो बाबाले रोप्नु भएको अमिलो हैन यत्रो भइसकेको छ। बाबा विदेश जानुभन्दा अगाडि रोप्नु भएको। मेरो मम्मीले यहाँ गर्न थाल्नु भइसक्यो। यहाँ चाहिँ गाई चाहिँ आलु रोपेको थियो है। मम्मीले थोरै आलुको बिउ रोप्नु भएर थोरै मात्र गर्नुभयो। यो चाहिँ सब मम्मीले गर्नुभएको है गाई चाहिँ। यहाँ हेर्नु यहाँ त खोर्सानी पनि फलेछ। यहाँ खोर्सानी फलेछ है। आमा थोरै फल्दैछ नि गाई चाहिँ। यता पनि फुल्दैछ। यो बोटमा त फलेको छैन। यो बोटमा पनि फुल्दैछ। यो चाहिँ कसरी फलेको नि गाई लटरम्मै झुप्लुङ्ग यतापट्टि पनि छ। अनि यहाँ चाहिँ टमाटर थियो अस्ति नै हामीले एक झोला टिपेर लगिसक्यौँ। तर यो कोपी चाहिँ फलेन है मम्मीको अहिलेसम्म। अनि मम्मीले जति कोपी रोपे पनि कहिले पनि यत्रो चाहिँ हुँदैन है। मम्मीले यहाँ गाई सिमे साग पनि रोप्नु भएको छ है। यस्तोमा फल्छ कि भनेर तर अलिअलि चाहिँ फलेछ। अनि हिजो काटेर अन्त फलेर तरकारी पनि खाइसक्यौँ हामीले। यहाँ रहेछ नि त गाई टमाटर त यहाँ छ। यहाँ पनि छ सानो सानो। घरमा त झन् घर पछाडि लटरम्मै फलिरहेछ। मम्मी यहाँ अघिदेखि मैले एउटा न्युज सुनेको कि यो के भन्छ यो मकैहरू नि यस्तो यो रातो यो माथिको जुगा रातो आयो भने फल्छ अरे होइन। सेतो आयो भने फल्दैन अरे। यहाँ सेतो आएको रहेछ। यहाँ चाहिँ रातो आएको रहेछ है गाई। अब यो मकै अलिक ठुलो होस् न। तर हिजो गाई यस्तो ठुलो हावाहुरी आएको छ नि अरे बाफ्रे। म त मेरो कोठाको त झ्यालहरू यस्तो खुल्लै थियो कि अब अरू बेला त गर्मी हुन्छ नि त अन्त यसो खुल्लै थियो त। अब पानी त हावा त सरर आयो झ्याल थुन्दा रिदामेर म त नसकी पानीहरू छिर बसिसक्यो झ्यालबाट। हावाहुरी आएको नि त नि। अनि मलाई कस्तो डर लाग्यो क्या। अनि स्पिड गएर मम्मीहरूको कोठामा मम्मीलाई बोलाएको। मम्मीले आउनु भएन। अनि रिदामलाई पठाएर त थुन्दा गाई यस्तो भएको नि हिजो त। अनि यहाँ छ एउटा पहाडी। हाम्रो मम्मी चाहिँ एकदम जागरिलो हुन्छ है। तर हाम्रो मम्मीलाई कहिले काम नगरिदिँदैन क्या गाई। जहिले एउटा न एउटा काम त खोजेकै हुन्छ। हाम्रो मम्मीको काम कहिले सकिँदैन। एउटा इम्पोर्टेन्ट कुरा हाम्रो मम्मीको
हाम्रो मम्मीको काम कहिले सकिँदैन। अनि त्यहाँदेखि 2.2 हाम्रो मम्मी जतिखेर पनि जे कुरामा पनि अघि रिस उठाइहाल्नुहुन्छ। अनि त्यहाँदेखि रिस उठाएपछि हामीलाई पनि रिस उठ्छ अनि मुखै लाग्नु मन लागिहाल्छ। अनि त्यहाँदेखि त्यो कुरामा पनि अघि हाम्रो चाहिँ अघि डराले जान्छ। त्यति साह्रो त होइन गाइज। मम्मीको कुरा चाहिँ एकदम नलिनु होला त्यस्तो। तर गाइज हाम्रो मम्मीले चाहिँ गर्नुहुन्छ है काम, जसले जे भन्यो पनि हामी पनि गर्छौँ। तर हामी पनि गाउँमा त हाम्रो गाउँमा त हाम्रो यहाँ कमलाको छोराछोरीले यस्तो काम गर्छ भनेर नाम सुन्नु पाइन्छ नि। त्यो नाम सुन्दा त ओहो। अनि गाइज यस्तो पनि सुन्नुपर्छ, कमलाले चाहिँ जे होस् उसको छोराछोरीलाई काम खटाउँछ गर्छ। गाइज त्यस्तो कामको कुरामा चाहिँ फेरि कमलाको छोराछोरी त कति गाउँमा नाम सुनिन्छ। त्यही हो, यहाँ हाम्रो मम्मीले त खतरा रोपिराख्नुहुन्छ नि त। यस्तो जे पाए त भन्दिनँ म, खाना नै रोप्नुहुन्छ खाना त। तर के फुट्नुहुन्छ भन्छ। यता यो लसुन पनि हेर्नु त्यो फुटिसकेको छ। अनि यता प्याज, यो प्याज चाहिँ मम्मीले एक्लै रोप्नु भएको होइन है। यो यस्तो मैले अल्छी लाग्दै कति मैले पनि टिपेको। यो चाहिँ खोइ कसले रोपेको मलाई थाहा भएन, यो चाहिँ मम्मीले नि रोप्नु भएको। यो चाहिँ हाम्रो बाबा जानुभएको त कति वर्ष भयो? 3 वर्ष अघि यो हाम्रो बाबाले यत्रो थियो। अनि मम्मीले रोप्नु भएको अरे, सरी मिस्टेकली गाइज। अनि मम्मीले बाबाले चाहिँ यत्रो मल लिएर राख्नुभएको थियो। अनि दरो बाबाले बस्दाखेरि दरो ख्याल राख्नुभएको थियो गाइज। तर पनि अहिले त फलेकै छैन, यत्रो रुख भइसक्यो, फलेको चाहिँ छैन है। बरु यो रुखमा गाइज आँप फलेको थियो है, कति 3-4 दाना जति। तर 2टा दाना रहिएको थियो, यत्रो थियो। खोइ म त फुलेको देख्दिनँ त। ए गाइज यहाँ फुल्दो रहेछ। अब यो बच्छ कि बच्दैन थाहा भएन, यहाँ पनि छ। थाहा छ नि तपाईँहरूलाई, अघि एक डोकुमा आउनुभन्दा अगाडि म त यस्तो भन्नु क्या माइजूले के भन्छ देखाइसकेँ। त्यो गाई चाहिँ यहाँ पनि तर छ कि यो आँपको बोट, तर फलेन। तर यो मकै रोप्नुलाई हामीले गाई यस्तो रिदमेर मैले अल्छी लाग्दै यस्तो गरेको हो नि। यो युरिया माथि छर्दा एउटा बिरुवालाई छर्दा गाई रिदम र म त मम्मीले जोत्नु भएको हो थाहा छ। मसँग भिडियो पनि होला गाइज, त्यो पनि म सर्ट क्लिप पारेर हालिदिन्छु। तर होइन होला हौ, डिलेट हाल्ने होला मैले। यहाँ प्याज छ, यहाँ पनि मैले अल्छी लाग्दै टिपेको थिएँ यत्रो। यहाँ तल पनि छ प्याज चाहिँ अलिक धेरै रोप्नु मम्मी। यस्तै हो गाइज। अब हजुर माइजू माथि घरमै हुन्छ। ढिलो गयो भन्नुहुन्थ्यो त। अनि फोन यति गर्नुभएको रहेछ मेरोमा, मैले भरे फोन गर्दाखेरि घरमै पो हुँदो रहेछ। यत्रो ठुलो छोले बोल्नु हुँदै त, म त घरमै सुनिरहेको थिएँ। त्यस्तै हो गाइज। अब यसमा टमाटर चाहिँ मम्मी दियो भने त यस्तो भयो सबै ढिलो पार्दा। अब आज माथि ढिलो पार्नु यस्तो त हामीले टमाटर कति लग्यो। बोरा चाहिँ एकदम एक्स्ट्रा छ टमाटर हाल्ने। अनि के गर्नु त अनि झोलाले हेर्न त। लसुन पनि अब अलिक दिनमा त उखाल्नुहुन्छ है। तर गाइज धनियाँ यो त ठुलो गएको पनि मम्मीले खोइ के गर्ने। ठुलो बेथो हौ साह्रो। यो ठुलो बेथो हाम्रो मम्मीले मिसाउनुहुन्छ तरकारीमा। अघि बिहान त झन् गाइज के बनाउनु भएको थियो थाहा छ? के पो भन्छ फर्सी अरे, आलु अरे, अनि के पो मिसाउनु भएको थियो हजुर? लट्टे 3टा अरे। तर पनि अब गाइज खानै पर्यो, भोक लागेको बेला। दाल चाहिँ थिएन नि। दाल थिएर मात्र खाएको गाइज मैले त। तर पनि म यस्तो मोटाइसकेँ है। तर मम्मीले फेरि के भन्छ भात खाँदिनँ भन्दा पनि
खाकी खा पार्नुहुन्छ लट्ठी लिएर पो आउनुहुन्छ त खानु नखाँदा पनि अनि यस्तो भएपछि मोटाउँदिनँ होला र म झन् हाम्रो रिदमलाई त झन् रिदमले भात खाइन भने त अघि मम्मीले शङ्खा गरिहाल्नुहुन्छ अनि लट्ठी लिएर अघि माथि पुगिराख्नु तर हाम्रो मम्मी साह्रै छिटो रिसाउनुहुन्छ यो अलिकति केही गर्नु पाएको छैन अघि मम्मीलाई केही बाहना चाहिन्छ बाहना भेटेपछि त मम्मीले छोड्नु हुँदैन ल गाई चाहिँ अब भरै जहाँबाट आएको त्यही आइपुगिसकेँ अनि यहाँ मेरो बहिनी काम नपाएर त्यतिकै काटिँदैछ यो काम नगरी काटिन्छ यहाँ हुन्छ मेरो आमा हिरोनीवाला भाइ सोए को छैन तिम्रो आमा चाहिँ त्यहाँ देखाउँदैछस् ब्लगमा हाई गर्नु फेरि हाई के छ सन्चै हुनुहुन्छ म फेरि आएँ भन्नु हाई सन्चै हुनुहुन्छ म फेरि आएँ भन्नु हाई ल गाई चाहिँ अब आजको लागि यति नै अब भ्लगमा त बनाउँथ्यो सो बाई बाई